नमस्कार, दिनस्थिन अनलाइन ज्ञानमा हार्दिक स्वागत छ। म आज तपाईहरुलाई मेरो शेयरबाट आइपिओ कसरी एप्लाई गर्न सकिन्छ भनेर देखाउन गइरहेको छु। हुन त जेनेरली अहिले सबैजनालाई भर्न आउँछ होला, तैपनि कतिपय व्यक्ति साथीभाइले चाहिँ मलाई भिडियो बनाइदिनुस् न भन्नुभएको हुनाले म चाहिँ तपाईहरुलाई आज अनलाइनको माध्यमबाट आइपिओ एप्लाई गरेर देखाउन गइरहेको छु। तपाईले यहाँबाट मेरो शेयर टाइप गर्नुहोस् अनि मेरो चाहिँ यहाँ ड्यासबोर्ड खोल्यो। तपाईं यहाँ क्लिक गर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईको कुन क्यापिटल हो, जस्तै ग्लोबल आइएमए हो कि हजुरको कुन क्यापिटल हो। अब मेरो चाहिँ यहाँ देखाउन गइरहेको छु। मेरो चाहिँ एनआइबिएलएस क्यापिटल हो। अब तपाईले यहाँ लगइन गर्नुहोस्। अब लगइन गर्ने बित्तिकै तपाईले यहाँ ड्यासबोर्ड देख्न सक्नुहुन्छ। माई डिटेल्स अनि शेयर, त्यसपछि यहाँ तल आउने माई आस्पा भन्नेमा आउने। त्यहाँ क्लिक गर्ने बित्तिकै तपाईलाई यहाँ सुपर खुदी हाइड्रोबार भन्ने अहिले आइपिओ पनि खुलिरहेको रहेछ। म तपाईलाई एप्लाई गरेर देखाउन गइरहेको छु। यहाँ एप्लाईमा क्लिक गर्नुहोस् अनि यहाँ सेलेक्ट गर्नुहोस्। अनि चुज गर्नुहोस् अनि तपाईले यहाँ एप्लाई किता भन्नेमा चाहिँ कति किता तपाईले भर्न चाहनु भएको। म 10 किता राखिन्छु। यसमा सिआरएन नम्बर तपाईलाई बैंकले पहिले नै दिनु भएको हुन्छ। यसरी अनि त्यसपछि प्रोसिड गर्दिने। यहाँ चाहिँ तपाईले ठ्याक्क पासपोर्ट क्रिएट गर्ने बेलामा तपाईले यहाँ 4 वटा डिजिटको नम्बर राख्नु भएको हुन्छ। त्यो नम्बरलाई यहाँ 4 वटा डिजिटलाई तपाईले हालेर तपाईले यहाँ एप्लाई गर्न सक्नुहुन्छ। सो हजुरहरुलाई भिडियो मन परेमा शेयर, लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला। केही समस्या आएमा कमेन्ट गरिदिनु होला। धन्यवाद।